नमस्ते साथीहरू, यतिखेर चाहिँ म ताप्लेजुङको पाथिभरा मन्दिरमा म जाँदैछु। यतिखेर पुरै कुहिरो लागिरहेको अवस्था छ, हिउँहरू परिरहेछ। यस्तो मजाको छ, यस्तो मजा, चिसो, यस्तो राम्रो मौसम छ है। अहिले पनि यो समयमा पनि पानी पनि परिरहेछ, हिउँ पनि परिरहेछ, कुहिरो पनि लागिरहेछ होइन। एकदमै धेरै उकालो छ, हिँडिरहेछौँ साथीहरूसँग। यहाँ तल हाम्रो साथीहरू आउँदै हुनुहुन्छ अनि यता माथि चाहिँ म होइन। यतिखेर हामी ठुलो फेदीबाट अलिकति माथि मात्रै हामी पुगेका छौँ। जस पहिला भन्दा चाहिँ अहिले एकदमै हिँड्नको लागि सजिलो, एकदम सुविधा रहेछ। पहिला यस्तो थिएन, अहिले चाहिँ पुरै त्यो ढुङ्गाको स्टेप सिडी बनाएर हिँड्नको लागि पहिलाभन्दा धेरै सहज भएको छ होइन। पहिला यस्तो जानुपर्छ जसरी पनि जानुपर्छ भन्दैछ। एकदमै गाह्रो हुन्थ्यो। एकछिन धैर्य गर, बिस्तारै जाऊ भन्दैछ। सिडी बनाएको छ, सजिलो छ अहिले। तर जाडो चाहिँ एकदम जाडो साथीहरू। पाथिभरा जाँदाखेरि तातो लुगाहरू लगाएर मात्र जानु होला। यति धेरै चिसो छ, यति धेरै चिसो छ। माथि पुग्दाखेरि त पुरै त्यो कलर नै चेन्ज हुने रहेछ क्या। अब यहाँ हाम्रो सिस्टर हिँड्न नसकेर हरिबिजो राम आमै गाह्रो छ नि, गाह्रो राम। यति जस रमाइलो भयो।